हस्पिटलमा पनि मैले हेरेको थिएँ, मेरो भाइ थियो, त्यहाँको गोली चाहिँ निकालेर पत्ता लाग्यो भने त्यो चाहिँ पुलिसको गोली थिएन, त्यो चाहिँ मुस्लिमको गोली थियो, जुन इन्डियन गोली थियो। मुस्लिम दाजुभाइ चाहिँ अझै आउनुपर्छ है, अझै यो भन्दा नि 100 गुणा चाहिँ अझै माथि बढेर आउनुपर्छ ल। अनि मुस्लिम भाइहरू दाजुभाइ चाहिँ एकदम म सपोर्ट गर्छु फेरि मुस्लिम दाजुभाइलाई चाहिँ। नेपाल बन्नको लागि चाहिँ मुस्लिम दाजुभाइ यस्तै मान्छे चाहिन्छ कि बल्ल ठिक हुन्छ होइन। अझै नेपाल बन्नको लागि चाहिँ मुस्लिम दाजुभाइ आउनुपर्छ, एकदम राइट, ओके। अनि अर्को कुरा भनेको हाम्रो बालन सरकार चाहिँ भर्खर त 100 दिन भइरहेको छ, कामै गर्न दिएको छैन। मान्छे मारे पनि काटे पनि 1 वर्षमा 365 दिन हुन्छ भने अब बल्ल 100 दिन त भइरहेको छ। अनि कस्तो कामै गर्न दिँदैन त, अनि गर्न देऊ न, गर्न देऊ। अनि बल्ल अझै 165 दिनभित्र उसले गर्छ नि, के न के गर्छ नेपालमा, के न के गर्छ। अनि बल्ल थाहा हुन्छ त। बालनको सपोर्टिभहरूलाई चाहिँ एकदम धन्यवाद दिनुपर्छ, एकदम सपोर्ट गर्नुपर्छ बालन सरकारले चाहिँ, अझै सपोर्ट गर्नुपर्छ ल। बल्ल त्यो सुरु भइरहेको छ। अनि कहाँबाट अझ बालन सरकार चोर रे, बालन सरकार चोर रे, के को चोर हो, बल्ल बल्ल बनाउँदैछ यार। कस्तो बुझ्दैन मान्छेहरू, के भयो यस्तो।